हे गाइज वेलकम ब्याक टु माई च्यानल इनर्स सर्ट्स। हामी चाहिँ दिदीबहिनी मिलेर आज ब्ल्याक टी खाँदै थियौँ। अनि बुढालाई र भेनालाई चाहिँ मैले यहाँ दुध हालेको चिया बनाइदिएको थिएँ। दिदीबहिनी चाहिँ हिजो राति आउनुभएको थियो। अनि बिहान उठेर चाहिँ हामीले चिया बनायौँ। अनि सबैजना मिलेर एक ठाउँमा बसेर खाना लाग्यौँ। अनि त्यसपछि उहाँजीहरू चाहिँ गेम खेल्दै हुनुहुन्थ्यो। अनि दिदी र म मिलेर चाहिँ खाना बनाउँदै थियौँ। खानासाना खाइसकेपछि हामी दिदीबहिनीको चाहिँ छुट्टै प्लानिङ थियो। हामी दुईजना चाहिँ घरबाट निस्क्यौँ अनि लाग्यौँ नेपाली मार्टतिर। हल्का फुल्का नेपाली मार्टबाट सामानहरू लिनु थियो। अनि हामी दुईजना मात्रै गएको थियौँ, दुईजना केटाहरूलाई घरमै छोडिदिएर त्यहाँ गएर अनि मलाई चाहिने सामान जति सबै लिएर हामी दुईजना चाहिँ आयौँ। घरतिर फर्किँदै थियौँ, बाटोमा पानी परिरहेको थियो। अनि सन्जु चाहिँ ड्युटी गइसकेको थियो। अनि साँझ चाहिँ भेनाले चटपटे दिदीले चाहिँ यता समोसा पकौडाहरू बनाउँदै हुनुहुन्थ्यो। अनि मैले जस्तै नराम्रो समोसा बनाएको थिएँ नि त, आज चाहिँ सिकेँ। अनि यहाँ चाहिँ पकौडा समोसा रेडी भयो। अनि फेरि हामी लाग्यौँ भेना म दिदी भएर सन्जयले काम गर्ने ठाउँतिर पनि जानु थियो, प्लस भेनाको हल्का काम थियो। अनि भेनाको काम सघाउनको लागि हामी सेन्टर गएको थियौँ। अनि त्यहाँनिर घुम्दा घुम्दै मैले यो एक्कासी आँखा गयो कि कति धेरै टेडीहरू माथि राखेको रहेछ क्या। अनि फर्किने बेला चाहिँ हामीले क्यान्डीहरू किनेको थियौँ। अनि त्यसपछि हामीले यति धेरै क्यान्डीहरू किन्यौँ। अनि हामी लाग्यौँ सन्जयले काम गर्ने ठाउँतिर। हामी उतै खाना खान लागेको थियौँ आज, त्यही भएर हामीले जाने बित्तिकै उसलाई आएको गऱ्यौँ। अनि हामी चाहिँ खानाहरू अर्डर गर्नेतिर लाग्यौँ। उसले चाहिँ हाम्रो लागि भनेर स्पेसल मेनुमै नभएको पिज्जा बनाइदिएको थिएँ। यही फाइदा हुन्छ बुढाले आफै खाना बनाउने भएपछि। त्यसपछि हामी खानासाना खायौँ। अनि उसको पनि छुट्टी भयो। अनि हामी चारजना हामी घरतिर फर्क्यौँ। घर फर्केर हामीले फेरि भेनालाई चटपटे बनाउनु लगाएर फेरि समोसाहरू चटपटेहरू इन्जोय गऱ्यौँ उनो खेल्दै। थ्याङ्क यू सो मच फर वाचिङ। टेक केयर, बाई बाई।